हाम्रो मुस्ताङको यात्रा आबुखैरेनीबाट सुरु भए पनि अब निस्कने भन्ने बित्तिकै यता प्याकिङ गर उता प्याकिङ गर त्यो भिडियो बनाउने होसै आउँदैन नि त। अनि 9 डाँडामा खाना खाने ठाउँमा पुगेपछि मैले भिडियो बनाएँ। चुहिने पहरा खाजा घर भन्ने ठाउँ रहेछ त्यहाँ। त्यो मिठो खाना खाएर चाहिँ हाम्रो यात्रा अगाडि बढ्दै गयो। अनि मुस्ताङको यात्रा चाहिँ मलाई सधैँभरि मनपर्छ कि यो एकचोटि गएर आएपछि त्यो ठाउँ अब जान्न भन्ने लाग्छ नि त। हामीले गइसके त्यो ठाउँ त कति जानु भन्ने हुन्छ नि त। तर यो मुस्ताङ चाहिँ मलाई एकदम अहिले गएर आयो भने भोलिपल्ट पनि जाऊँ भन्यो भने जाउँ लाग्ने क्या त्यस्तो ठाउँ छ। अझै अब यो हेर्दा पनि कस्तो घुम्तीबाट घुमाउरो बाटो अनि त्यो पहाडको त्यो सुरुङहरूबाट हिँडा जस्तो। अनि त्यहाँबाट हिँडेपछि यो त्यो घुमाउरो बाटोबाट हिँडेपछि त्यो उज्यालो देखिने त्यो घुम्ती कटेपछि छर्लङ्ग देखिने सिनहरू, आकाश खुलेको, त्यसपछि हरियो डाँडा अनि त्यो डाँडाको टुप्पामा चाहिँ त्यो घाम लाग्दाखेरि त्यो गोल्डन टाइपको बाटो डाँडाहरू टल्किरहेको हुन्छ नि त। त्यो देख्दा चाहिँ कस्तो मनै फुरुङ्ग हुने कि ओहो आहा भन्ने टाइपको हुने। त्यही माथि यो चाहिँ मेरो बाबु नानीको फर्स्ट टाइम मुस्ताङ यात्रा उनीहरूको अब यो हिमालय ठाउँतिरको भनौँ न विशेष गरी। अनि उनीहरू असाध्यै एक्साइटेड थिए। त्यसपछि उनीहरू खुसी हुँदाखेरि आफू खुसी नहुने भन्ने त कुरै भएन, म त झन् यसै खुसी। यो चाहिँ रुप्से झरना जुन चाहिँ बागटैमा पर्छ। एकछिन हामी यहाँ रुप्से झरनाको सौन्दर्यतामा फोटो भिडियो खिच्यौँ र फेरि अब टाइम पनि नहुने भएको भएर हामी एकछिन यहाँ खुलेर त्यसपछि हामी अगाडि बढ्यौँ। अलिकति अफरोड छ यहाँनिर चाहिँ बाटो, अलिअलि अप्ठ्यारो छ सायद यतैतिरको भेगको बाटो अप्ठ्यारो चाहिँ। त्यसपछिको बाटोहरू त माथिल्लो बाटोहरू त सजिलो नै छन्। ल बाटो हेर्दा पनि हेर्नु कस्तो राम्रो, ओहो अगाडिको त्यो गोल्डन कलरको डाँडाहरू सबै देखिने कि गोल्डन कलरको डाँडा पनि देखिने, हरिया डाँडाहरू पनि देखिने। त्यसपछि अलि माथि गएपछि सेतै हिमाल परेको डाँडाहरू देखिने। त्यो कस्तो यो यात्रा चाहिँ जहिले पनि त्यो यात्रा चाहिँ असाध्यै आहा सबभन्दा रमाइलो यात्रा भयो भन्ने टाइपको हुने कि। यसरी रमाउँदै हामी मुस्ताङको घाँसा भन्ने ठाउँ यो चाहिँ यहाँनिर चाहिँ अलिअलि चेकिङ हुँदो रहेछ। त्यहाँ विवरणहरू टिप्दो रहेछ भनौँ न। त्यो विवरणहरू टिपाएर हामी अगाडि बढौँ। ल अब चाहिँ हिमालहरू देखिन थाल्यो। साँच्चै मुस्ताङमै छ हेर न ऊ देखिसक्यो नि भने एक मोरी लान्छ सबैलाई बाड्न पर्यो नि त अनि हैन त्यो तल नि गरे जस्तो छ। अगाडि यति नजिक हेरेको त पहिलोचोटि होइन त। यही डाँडा भएछ अब माथि टुप्पामा भएको हो हेर्नु। यही डाँडा भने बाबु माथि टुप्पामा भएको हेर त होइन कि यो हिउँ भएको यो त हिमालमा होइन रहेछ है, डाँडामा परेको छ। त यही डाँडामा हो कि यही हामी हिँडेको बाटोको डाँडा माथिल्लो मुस्ताङ जाने बाटोमा अहिले हिउँ भेटिन्छ जस्तो लाग्यो है। अनि साने चाहिँ हिउँ बिचरा हिउँ खेल्न मन लाएर होला नि त। अनि यही रहेछ कि मम्मी हिउँ जाउँ न मम्मी जाउँ भनिरहेको थियो। यही खस्यो सानो। यहाँ त ढुङ्गा साह्रो साह्रो भइसकेछ बाबु। बिचरा मेरो छोरा यही छ कि दौडिँदै जाऊँ भनिरहेछ। चिन्ता उसले यति सतायो कि गाडीमा हामीलाई यो हिउँ खेल्न पाउँछु कि पाउँदिनँ, मैले हिउँ छ कि छैन, माथि गएपछि बाटैमा छ खेल्न पाइन्छ भन्दै बडो हामीलाई सतायो। अनि फेरि उता भोटु फेरि मम्मी हिउँ देखियो नि त अब हामीले पनि हिउँ खेल्न पाउने भयौँ भनेर बडो रमाइलो मानिरहेको थियो। अनि यिनी दिदीभाइको यो एक्साइटमेन्टले फेरि हामीलाई चिन्ता लाएर अब यिनीहरूले माथि गएर हिउँ देखेनन् भने त यो ट्रिपै खल्लो बनाउने भए भन्ने चिन्ता लागिरहेको थियो। लेट्स होप आशा गरौँ भोलि चाहिँ बाबु नानीले पक्कै हिउँ भेट्नेछन्, हिउँमा खेल्नेछन्, रमाउनेछन्। उनीहरूको रमाइलो त्यो बालापन देखेर हामी पनि यसै रमाउनेछौँ। लेट्स होप भोलि अझै रमाइलो होस् हाम्रो यात्रा। यही विस गर्दै रमाउँदै हामी चाहिँ मार्फा आइपुग्यौँ आज।